everyone, Sewa, Namaste, Namaskar, welcome back to my YouTube channel and हजुरहरुलाई चाहिँ फाइनली वेलकम गर्दैछु मेरो घर फकुलदेखि हैन म चाहिँ हिजो तराईदेखि चाहिँ यता आएको छु हैन अनि आज चाहिँ बिहान बिहान हजुरहरुलाई चाहिँ स्वागत गर्दैछु यता मल भारी छ हैन आजभोलि चाहिँ यता मल ओसार्नु पर्ने कामहरु छ हैन अनि आज चाहिँ हाम्रो खेतको मकै गोड्नु पर्ने छ अनि हामी चाहिँ मकै गोड्न जाँदै छौं मल लगेर अनि हिजो चाहिँ म ता मानेभन्ज्याङ हुँदै उता माइतीघर उदयपुर निस्किदै हामी चाहिँ बेलुका यता आइपुग्यौं म अनि मेरो दुई जना भाइहरुलाई पनि लिएर चाहिँ म हिजो साँझमा घर आइपुगे सो आजदेखि चाहिँ हामी कन्टिन्यू काममा छौं है त सो हेर्दै गर्नु होला हामी चाहिँ मकै गोड्न जाँदै छौं मल चाहिँ एकदमै हिलो भएर बोक्न गाह्रो भइराछ अनि यता ब्याक साइडमा मेरो दुई जना अपकमिङ लाउरे भाइहरु हुनुहुन्छ मेरो है मलाई हेल्प गर्न आउनु भएको दुई जना भाइहरु यता अनि यहाँ अब ब्लक स्टार्ट गर्दै गर्दाखेरि सिस्नुले पनि पोल्यो हैन यहाँ सिस्नुले पनि पोली गयो अब गाह्रो छ ब्लग गर्नलाई के गर्नु बनाउनै पर्यो हाम्रो मकै चाहिँ यतिको भइसकेछ के खेतको अब यही गोड्नु पर्ने आज यहाँनिर अब आज गोड्नु पर्ने मकै चाहिँ हाम्रो यो छ यता सो अब हामी पहिला चाहिँ मल घुटाउँछौं माथि पाखे बारीमा यो चाहिँ मेरो बारी पाखे बारी तिमी हो त्यो कुनामा मेरो चाहिँ यहाँनिर होस् क्या यस्तो छ अलिअलि धुवालो लागिरहेछ यहाँ पनि मल थियो यो पनि सबै ओसारी सक्नु भएछ मम्मीहरुले अनि यो छ आजको हाम्रो मकै गोड्नु पर्ने यो छ बिहानैको वेदर चाहिँ यस्तो छ है यता सबै अब मकै छर्नलाई चाहिँ मलहरु सबै ओसारी सक्नु भएको छ अब यहाँ पाखे बारीमा मकै छर्ने टाइम भइसक्यो सो यो चाहिँ हाम्रो गोठ हो
यहाँ पहिला भैँसी राख्थ्यौँ, अहिले छैन, खाली छ। घाँसहरू छ यता, मलहरू पनि आदि ल्याउनु भएको रहेछ पापा र मम्मीले। यो छ आजको हाम्रो काम। अनि कति धेरै मेथी फलेछ हौ आमा। यो मेथी हो नि, कति धेरै मेथी फलेछ क्या। यो चाहिँ अस्ति मम्मीले छर्नु भएको थियो मेथी कति धेरै फलेछ क्या। जोस् के चाहिँ मकै गोड्ने उयो ठुल्ठुलो 3 गरा हो। यो ठुल्ठुलो 3 गरा अनि यो गरा पर। आज कति हुन्छ। मेथी चाहिँ मजाले फलेछ, जोस् किन्नु नपर्ने भयो मेथी। एकछिन त्यहाँ कोदाला हेर्नुपर्ने छ। खुस्किन्छ कि क्या यो त। गजब थियो त हौ कोदाला त। खिचेन के हुँदैन, लु लागौँ। कान्छाले कोदाला त्यो अघि ल्याएकै हो। अब मकै गोड्न सुरु गर्यौं। अनि यो चाहिँ मेरो भाइरल टोपी होइन। योभन्दा अगाडिको ब्लग हेर्नु भएको छ भने यो चाहिँ म काम गर्दाखेरि चाहिँ कहिल्यै नछोड्ने टोपी हो यो चाहिँ। सो हामी चाहिँ अब यहाँ मकै गोड्न सुरु गर्न लाग्यौं। मेरो 2 जना भाइहरू छन्। हेलो भनिदिनु भाइ। हेलो नमस्कार। गुड। अब काममै भए पनि बिचारा मेरो भाइहरू चाहिँ मलाई हेल्प गर्न आउनु भएको, मेरो 2 जना भाइहरू। सो अब चाहिँ हामी मकै गोड्न सुरु गर्यौं, हेर्दै गर्नु होला। गरा सिधायौं। अब यो बाँकी छ। मकै कति बाक्लो के। अब यसलाई दामी तरिकाले छाड्नु पर्ने हुन्छ।
ठाउँ चाहिँ खाली छ, कोही ठाउँ चाहिँ साह्रो बाक्लो छ। यो मेसिनले छर्दाखेरि चाहिँ यस्तै हुन्छ कि कोही कुनातिर उम्रिँदैन, कोही कति धेरै हुन्छ बिचमा। यस्तै हो मेसिनले छर्दाखेरि चाहिँ। मकै चाहिँ यसपालि मजाले राम्ररी उम्रेछ। यस्तो राम्रो छ मकै चाहिँ। अब यसलाई चाहिँ भिडियो एडिट गरे जसरी, ब्लग छाँटकाट गरे जसरी यसलाई पनि छाँटकाट गर्नुपर्छ। अब यसलाई यस्तो राम्रो मकैको बोट छ होइन, हेर्दा चाहिँ अब उखाल्नै मन लाग्दैन, सबै राखौँ जस्तो हुन्छ। तर यो यस्तो नभनिकन चाहिँ राम्रो नराम्रो सबै छाट्नु पर्ने हुन्छ, नत्र फेरि पछि दुःख हुन्छ। पछि यो ठुलो हुँदै गर्दाखेरि यति पो राखेको पनि बाक्लो हुन्छ कि। त्यही भएर अहिले नै म चाहिँ पछिलाई गाह्रो नपर्ने गरी छाड्दैछु। प्राय चुट्टी हो, देखिरहेछ नि मलाई। यता नि देख। बिहानको 10 बज्यो होइन, हामीले चाहिँ 2 गरा सक्यौँ। घाम पनि लागिसक्यो। अब हामी खाना खान जान्छौँ। त्यसभन्दा अगाडि चाहिँ यहाँ पर डाँडा छ, त्यो डाँडादेखि चाहिँ धेरै ठाउँ देखिन्छ। मेरो माइती मेरो माइती गाउँघर उदयपुर देखिन्छ, खोटाङको आदि भूभाग देखिन्छ होइन। अनि प्राय ओखलढुङ्गाको चाहिँ धेरै ठाउँहरू देखिन्छ। पारी हल्का तुवालो लागिरहेछ होइन, खासै क्लियर त देखिँदैन। सो यो पारी देखिने चाहिँ खोटाङ हो है, खोटाङको भूभाग हो। दुधकोशी पारी चाहिँ खोटाङ भयो भने यता चाहिँ ओखलढुङ्गा। सो यता चाहिँ यो पाटो चाहिँ ओखलढुङ्गा भयो भने त्यो देखिने पारी चाहिँ खोटाङ हो। अनि यस्तो छ जोस् यहाँ चाहिँ, यसलाई चाहिँ अब आहाले डाँडा भन्छ। यहाँदेखि चाहिँ देखिन्छ। म यहाँदेखि यहाँ पर हाम्रो खेततिर गोठतिर आउँदाखेरि चाहिँ म यो डाँडा जहिले आउने गर्छु। यहाँदेखि चाहिँ सबैतिर देखिन्छ कि जोस् यो डाँडादेखि चाहिँ मेरो माइती घर गाउँ सबै देखिन्छ। मलाई यहाँ आएपछि आनन्द हुन्छ कि अब जोस् म त्यहाँ अब रेगुलर जान नसके पनि मेरो माइती घर गाउँ है, म यहाँ बसेर हेर्न पाउँदा एकदमै खुसी लाग्छ। सो यस्तो छ। मेरो 2 जना भाइहरू बिसाउँदै छन् है। अनि यो देखिएको पारी खोटाङ भयो, यता ओखलढुङ्गा दुधकोशी देखिरहेछ। यहाँ तल दुधकोशी देखिरहेछ। दुधकोशी पारी चाहिँ खोटाङ, यता चाहिँ ओखलढुङ्गा भयो। अनि यो देखिने गाउँ चाहिँ ओखलढुङ्गाकै भूभाग पर्ने हो। सो रिचुवा पर्छ जाकमा यता, अनि यो माथिल्लो रिचुवा पर्छ। अनि यहाँदेखि देखिने भ्यूमा चाहिँ सो यस्तो छ है। यो डाँडातिर चाहिँ रमाइलो पनि छ, यहाँ भिरभिर पनि छ। अनि यहाँदेखि देखिने यो चाहिँ पारी जङ्गल भयो होइन। यो पहिला हामी
सानसानो हुँदाखेरि यता बाख्राहरू बस्तु घाँसहरू आएको थियौँ यो जङ्गलतिर होइन। यो भिन्जेक जङ्गल भन्छ, भिन्जेक पाखा भन्छ है हामी चाहिँ। अनि आजभोलि खासै हरियो छैन, भर्खरै पानी परिरहेछ, अब चाहिँ हरियो हुन्छ होला। अनि अब यहाँ टक्क देखिन्छ मेरो माइती गाउँ। जुम गर्दा त ठ्याक्कै देखिने चाहिँ मेरो माइती गाउँ हो। यो चाहिँ उदयपुर भन्छ है। ओखलढुङ्गाको उदयपुर चाहिँ मेरो माइती गाउँ हो। ओखलढुङ्गामा पनि उदयपुर भन्ने छ, जुन उदयपुर गाउँ चाहिँ मेरो माइती गाउँ हो। भिर छ यता, भिर छ, लड्यो भने तल पुग्छ, यस्तो छ है। अनि म हिजो उता तराईदेखि आएर झरेको ठाउँ चाहिँ ऊ यहाँ माथि भन्छ हाम्रो मानेभन्ज्याङ गाउँपालिका हो हाम्रो। यहाँदेखि झरेर म यहाँ माइती घरमा निस्केर अनि यता तल झरेर चाहिँ म यता घर आएँ। यस्तो छ यो पाखा। म एकचोटि स्वाट्ट देखाउँछु है त्यता। यस्तो छ, यस्तै छ। आजभोलि तुवालो लागिरहेछ। भयो होइन। ऊ त्यो माथि लोरिचुवा भयो नि त, लोरिचुवा त्यो जयराम भन्ने ऊ त्यो हाम्रो माउलो ऊ यहाँदेखि तल हो नि, अलि तल उयो जाकमादेखि अलि पर। सबै देखिन्छ। ऊ त्यो ब्रासी भयो, त्यो हाम्रो घरदेखि देखिन्छ नि डिभिजन यहाँनिर के। यो डाँडा देखिन्छ नि खुब होइन, त्यहाँ हाम्रो घर हो। यही त देखिन्छ नि यो डाँडाको छेउ, डाँडाको छेउको एउटा रुख मात्र देखिन्छ। ल भयो, ल जाऊँ ल। सो गाइस, अब चाहिँ हामी घरतिर जान्छौँ। हामीले हेरिसक्यौँ, यताउता सबै देखाइसक्यौँ। यस्तै रहेछ आजभोलिको वेदर चाहिँ। सो अब चाहिँ हामी घर जान्छौँ। मम्मीले खाना बनाइसक्नु भएको छ, भोक पनि लागिरहेछ अलिअलि होइन। अनि सो अब चाहिँ हामी घरतिर राख्छौँ। हामी चाहिँ अब अलिअलि मस्यामको घाँस लगेर चाहिँ अब घरतिर जान्छौँ। यहाँ तलतिर मकै घोड्दै हुँदो रहेछ। बाफ्रे, अगाडि अगाडि यता चाहिँ मकै यतिको भइसकेछ है। यो चाहिँ हाम्रो पापकान्छा पाप जेठाहरूको यो मकै चाहिँ अब यो मल सबै छरेर चाहिँ मकै छर्नुपर्ने हुन्छ पाखेमा, पाखे बारीमा। र यस्तो छ है, साउने टोलतिर पनि सबै यता मलहरू आम्मामा सबैले मल ओसारेर चाहिँ एकदम तयारीमा हुनुहुन्छ पाखेबारीमा। मल पाखेबारीमा चाहिँ पाखेबारीमा मकै छर्नलाई सबैजना एकदम तम तयारीमा बाजो पल्टाएर यहाँनिर चाहिँ हाम्रो जेठी फुपू सासूको चाहिँ यहाँनिर बाजो पल्टाउने काम चाहिँ हाम्रो पापाले गर्दै हुनुहुन्छ। मेरो ससुरा बुवाले चाहिँ बाजो पल्टाइदिँदै हुनुहुन्छ मेसिनले। खासै चिसो छैन रे होइन,
अनि साह्रो साह्रो चाम्रो चाम्रो भएको रहेछ भन्दै हुनुहुन्छ हाम्रो मेरो बुढाको चाहिँ फुपू जेठी फुपू मेरो चाहिँ सासू पऱ्यो नि त सासू आमा उहाँले चाहिँ पल्टाइदिँदै हुनुहुन्छ उहाँहरूको बारी बाँझो हामी चाहिँ घर आइपुगिसक्यौँ त्यो खर्च धारे ल्याउनु त आङ्गो कडा रहेछ ताना तिनटा 11 14